यो मतपेटिका सुरक्षाको सन्दर्भमा पहिलेदेखि नै हामीले जे प्रचलन परम्परादेखि प्रचलन चलिआएको छ त्यसलाई अहिले हामीले परिवर्तन गरेका छैनौँ। पहिला पनि बाहिरी घेरामा नेपाली सेना, त्योभन्दा भित्री घेरामा सशस्त्र प्रहरी बल र त्योभन्दा भित्री घेरामा नेपाल प्रहरी रहेर मतपेटिकाको सुरक्षा गर्ने हो। अहिले पनि त्यसमा कुनै पनि कमा बिन्दु पनि परिवर्तन भएको छैन। सोही बमोजिम सुरक्षा घेराबाट यो सुरक्षा प्रदान गरिन्छ र मतपेटिका सङ्कलन लगायतका विषयवस्तुहरू पनि यहाँ धेरै कुराहरू आएको छन् कि आर्मीले अहिले मतपेटिका सङ्कलन गरेर उसले छुट्टै ल्याउने रे हो भन्ने पनि आएको छ। यो किञ्चित होइन, यसमा ढुक्क हुनुहोस्। अब साधन प्रयोग गर्नै पर्छ। आर्मीसँग नेपाली सेनासँग हेलिकप्टर छ। नेपाली सेनाको हेलिकप्टर बडो सुरक्षित र भरपर्दो छ भन्ने कुरो तपाईँ हामीले विश्वास गरेकै हो। अनि हामीले नेपाली सेनामा रहेको हेलिकप्टर मार्फत मतपेटिका सङ्कलन गर्छौँ भनेर भनिरहेका छौँ। अनि कतिपय ठाउँमा त के पनि मैले सुनेको छु भने होइन हेलिकप्टरमा त्यो मतपेटिका हालेपछि मतपेटिका नै परिवर्तन हुन्छ रे नि त भन्ने पनि सुनेको छु। त्यो किञ्चित होइन, हुनै छैन, कुनै हालतमा हुँदैन। त्यो किन हुँदैन मैले भनेर यहाँहरू समक्ष एकदम अठोटका साथ भने कि त्यो जब मतदानको प्रक्रिया सम्पन्न हुन्छ, सम्पन्न भएपछि दलको उम्मेदवारको पनि त्यहाँ प्रतिनिधि हुनुहुन्छ र त्यो मतपेटिका सिल गर्ने बेलामा त्यो दलको उम्मेदवारको प्रतिनिधिको पनि एउटा कुनै न कुनै चिन्ह अङ्कित त्यहाँ लाछाप लागेको हुन्छ र मतगणना गर्ने बेलामा त्यो लाछाप लागेको छ कि छैन उहाँहरूले हेरेर बुझेर ल मेरो प्रतिनिधि यहाँ रोभरमा रहेछ भन्ने देखेर सबै ठिक छ भनेर मुचुल्का बनाइसकेपछि बल्ल मतगणनाको कार्यक्रम सुरु हुने हो।